हेलो गाइज, हेर्नुहोस् आज अहिले चाहिँ हामी घाँस काटेर फर्किन आँटेको। पत्ता मात्रै फेरि धेरै छ, घाँस पनि छैन। यस्तो छ, अब जाडोको मौसम लाग्यो। हाम्रो जिन्दगी यस्तै छ। अनि यो चाहिँ यही जङ्गलको बाँदर नि। मलाई गरी गरी देखिन भन्नु। खोलामा नुहाएर हेर न, झन् बाँदर नि देखिँदैछ। माथिको हेर्नु कस्तो खतरा देखिरहेछ हौ। हाम्रो जिन्दगी त यस्तै हो, जहिले जहिले घाँस काट्न आउनुपर्छ यही जङ्गलमा। घरि कहाँ जानुपर्छ, घरि कहाँ जानुपर्छ। फेरि जुका फेरि थोरै छैन। हामीले माछा मारेको तपाईले हामी घरमा देखाउनेछौँ। आज हामी त दुईटा काम गर्यौँ। खोलामा माछा पनि मार्यौँ अनि फर्किँदा घाँस पनि काट्यौँ। केही भन्न चाहनुहुन्छ? यही जङ्गलको बाँदरनीको कुरा सुनिदिउँ। भन्नुहोस्, यो जङ्गलको बाँदरनी भन्नुहोस् न। भन्नुहोस्। मान्छेलाई स्कुलमा पढाउँछु। अब के, अब तीनटा काम गरिहाल्ने होला, निगेर टिप्छे। भन्नुहोस् न हौ, यो जङ्गलमा तपाईँले कति यो जङ्गलमा बसेको कति वर्ष भयो हजुरको? 40 वर्ष भइसक्यो। मलाई यो जङ्गलमा बसेको 40 वर्ष भइसक्यो।